हामी आजको भिडियोमा चाहिँ लिमिट्स अफ ट्रिगोनोमेट्रिक फंक्शन्स डिस्कसन गर्छौं। त्यसको लागि सबभन्दा पहिले यसमा चाहिने चीजहरु इम्पोर्टेन्ट चीजहरु के हुन् त ती कुराहरु डिस्कसन गर्छौं। सबैजनालाई हार्दिक स्वागत छ। तपाईहरु हेर्दै हुनुहुन्छ बीएस एकेडेमी नेपाल युट्युब च्यानल। सबभन्दा पहिले चाहिँ स्क्विज थ्योरम भनेको के हो भनेर बुझ्नुस्। यो स्क्विज थ्योरम अथवा स्यान्डविच थ्योरम अथवा यसलाई चाहिँ पिन्चिङ थ्योरम पनि भन्छ। एफजीएस तीनवटा फंक्शन्सहरु छ रे, तिनीहरुको रिलेसन यस्तो छ रे। सबभन्दा ठूलो फंक्शन चाहिँ h अफ x छ, त्यसपछि g अफ x, f अफ x छ, अथवा f अफ x भन्ने फंक्शन भन्दा g अफ x चाहिँ ठूलो अथवा बराबर छ। त्यो भन्दा चाहिँ h अफ x बराबर अथवा ठूलो छ भने अनि x टेन्ड्स टु a मा f अफ x भन्ने फंक्शनको लिमिटिङ भ्यालु l छ। त्यस्तै x टेन्ड्स टु a मा h अफ x भन्ने फंक्शनको लिमिटिङ भ्यालु l छ भने बीचको फंक्शनको पनि लिमिटिङ भ्यालु सेम हुन्छ भनेर स्क्विज थ्योरमले भन्छ। x को भ्यालु a को वरिपरि हुँदा तीनवटा फंक्शनले यस्तो रिलेसन सेटिस्फाई गरिरहेको छन् र x टेन्ड्स टु a मा f अफ x भन्ने फंक्शनको लिमिटिङ भ्यालु l छ। त्यस्तै x टेन्ड्स टु a मा h अफ x भन्ने फंक्शनको लिमिटिङ भ्यालु l छ भने बीचको फंक्शनको पनि लिमिटिङ भ्यालु सेम हुन्छ भन्छ स्क्विज थ्योरमले। यसको एउटा एक्जाम्पल हेर्नुस्। इभ्यालुएट लिमिट x टेन्ड्स टु 0 x स्क्वायर टाइम्स sin 1 by x भन्छ। यहाँ चाहिँ फंक्शन प्रोडक्टको फर्ममा छ। एउटा x स्क्वायर छ, एउटा sin 1 by x। हामीले प्रोडक्टको एउटा प्रपर्टी त पढेका थियौं। यदि प्रोडक्टको फर्ममा फंक्शन छ भने हामी छुट्टा-छुट्टै लिमिट दिन मिल्छ भनेका थियौं। कति बेला मात्रै भने यदि छुट्टा-छुट्टै लिमिट एक्जिस्ट हुन्छ भने मात्रै। यहाँनेर चाहिँ x स्क्वायर लाई छुट्टै लिमिट दिने, sin 1 by x लाई छुट्टै लिमिट दिन मिल्दैन। किन मिल्दैन भने यसको लिमिट त एक्जिस्ट हुन्छ तर यसको लिमिट चाहिँ एक्जिस्ट हुन्न। x को भ्यालु 0 तिर जाँदै गर्दा 1/x को भ्यालु त कतातिर जान्छ, इन्फिनिटी तिर जान्छ। sin इन्फिनिटी त एक्जिस्ट हुन्न भनेपछि दुईवटा फंक्शनलाई यसरी प्रोडक्टको फर्ममा लिमिट दिन मिल्ने रहन्छ। मतलब यसको लिमिट त्यति सजिलै फाइन्ड आउट गर्न सकिने रहन्छ। त्यसो भए हामी लगाउँछौं स्क्विज थ्योरमको कन्सेप्ट। हामीलाई यो त थाहा छ नि, sin x को रेन्ज कति हुन्छ, क्लोज्ड इन्टरभल -1 देखि 1 सम्म। त्यसो भए sin 1/x को पनि रेन्ज कहाँदेखि कहाँ हुन्छ, -1 देखि 1 सम्म। क्लोज्ड इन्टरभल -1 देखि 1 सम्म हुन्छ। अब नन जीरो क्वान्टिटीले अल साइडमा प्रोडक्ट गर्न त मजाले पाइन्छ। x स्क्वायरले मैले सबै साइडमा प्रोडक्ट गर्दै -x स्क्वायर टाइम्स sin 1 by x स्क्वायर। त्यसपछि सबै साइडमा लिमिट x टेन्ड्स टु 0 लगिदिन्छु, त्यो पनि मजाले पाइन्छ। त्यसपछि लिमिट x टेन्ड्स टु 0 हुँदा -x स्क्वायर को लिमिटिङ भ्यालु कता, क्लियरली 0 तिर। लिमिट x टेन्ड्स टु 0 हुँदा x स्क्वायर को लिमिटिङ भ्यालु कता, क्लियरली यो पनि 0 तिर। यसको लिमिटिङ भ्यालु पनि 0, यसको लिमिटिङ भ्यालु पनि 0। यसको मतलब बीचको फंक्शनको लिमिटिङ भ्यालु पनि कता हुन पर्यो, 0। यही भन्छ स्क्विज थ्योरमले। त्यसपछि बहुत राम्रोसँग कन्ट गर्नुपर्ने प्रोपर्टी, लिमिट थीटा टेन्ड्स टु 0 sin थीटा डिवाइड बाइ थीटा इज 1। जस्तै लिमिट 2x टेन्ड्स टु 0 sin 2x डिवाइड बाइ 2x आयो भने यसको लिमिटिङ भ्यालु चाहिँ कति हुन्छ, 1 हुन्छ भन्छ। त्यस्तै लिमिट थीटा टेन्ड्स टु 0 sin थीटा को लिमिटिङ भ्यालु कति हुन्छ होला। थीटा को भ्यालु 0 को एकदम नजिक लग्ने हो भने यो त sin 0 जस्तो देखिन खोज्छ नि। sin 0 भने चाहिँ 0, यसको लिमिटिङ भ्यालु हुन्छ 0। त्यस्तै थीटा को भ्यालु 0 को नजिक नजिक जाने हो भने यो चाहिँ cos 0 को नजिक नजिक जान्छ, यसको लिमिटिङ भ्यालु हुन्छ 1। त्यस्तै थीटा को भ्यालु 0 को नजिक नजिक जाने हो भने tan थीटा को भ्यालु tan 0 को नजिक नजिक जान्छ, त्यो पनि 0 हुन्छ। है यो कुरा चाहिँ बहुत राम्रोसँग जान्न पर्यो। अब हामी केही इम्पोर्टेन्ट क्वेशन्सहरु डिस्कसन गर्छौं। क्वेशन नम्बर 1, लिमिट x टेन्ड्स टु 0 sin 2x/x छ। यो चाहिँ यस्तो देखिन खोजेको छ नि, लिमिट थीटा टेन्ड्स टु 0 sin थीटा/थीटा यस्तो फर्ममा देखिन खोजिरहेको छ। यहाँ पनि थीटा, यहाँ पनि थीटा, यहाँ पनि थीटा। त्यसो भए यहाँ 2x छ भने यहाँ पनि 2x चाहियो, यहाँ पनि 2x चाहियो। क्लियरली यदि x को भ्यालु 0 तिर गइरहेको छ भने 2x को भ्यालु पनि कता जान्छ, क्लियरली 0 तिर जान्छ। है x को भ्यालु 0 तिर गइरहेको छ भने 5x को भ्यालु पनि 0 तिर जान्छ। 100x को भ्यालु पनि क्लियरली 0 तिर जान्छ। त्यसो भए हामी मजाले लेख्न सकिने रहेछ 2x टेन्ड्स टु 0। यसमा टेन्सन भएन। 2x डिवाइड बाइ 2x चाहियो हो नि, त्यसो भए यहाँ टाइम्स 2 गरेर यहाँ टाइम्स 2 गर्न पाइन्न, मजाले पाइन्छ। अब यति मात्रै हेर्ने हो भने त लिमिट थीटा टेन्ड्स टु 0 sin थीटा डिवाइड बाइ थीटा को फर्ममा छ। त्यसो भए यो भने चाहिँ कति हो, 1 हो। 1 टाइम्स 2, 1 टाइम्स 2 इज 2। दिस इज द लिमिटिङ भ्यालु अफ गिवन फंक्शन। क्वेशन नम्बर 2, लिमिट x टेन्ड्स टु 0 sin x ग्रेड डिवाइड बाइ x भन्छ। यो एंगल कुन मेजरमेन्ट सिस्टममा हुनुपर्छ, रेडियनमा। त्यसो भए x ग्रेडलाई रेडियनतिर लैजान पर्यो। हामीसँग रिलेसन छ नि, 180 डिग्री इक्वल्स टु 200 ग्रेड इक्वल्स टु पाई रेडियन। हामीलाई x ग्रेडलाई रेडियनमा लैजानु छ। 1 ग्रेड इक्वल्स टु पाई अपन 200 रेडियन। x
ग्रेड इक्वल्स टु पाई एक्स डिभाइड बाई 200 रेडियन। एक्स ग्रेडको ठाउँमा चाहिँ पाई एक्स अपन 200 रेडियन आइपुग्यो। अब यो साइन थीटा डिभाइड बाई थीटातिर जान खोजिरहेको छ, साइन थीटा डिभाइड बाई थीटातिर। यहाँ थीटाको ठाउँमा चाहिँ पाई एक्स डिभाइड बाई 200 छ। यहाँ एक्स टेन्स टु 0 छ भने पाई एक्स डिभाइड बाई 200 पनि 0 तिर गइरहेको हुन्छ, यसमा टेन्सन भएन। साइन थीटा डिभाइड बाई थीटा बनाउनलाई यहाँ एक्स त अलरेडी छ, पाई अपन 200 थप्न पर्यो, जति थपे हो त्यसले डिभाइड गर्न पर्यो। ठीक छ, साइन थीटा डिभाइड बाई थीटा बनाउनलाई पाई अपन 200 त यहाँ थप्नु परेको छ, जति थप्नु पर्यो त्यसलाई डिभाइड गर्न पर्यो। अब यो कतातिर गइपुग्यो, लिमिट थीटा टेन्स टु 0 साइन थीटा अपन थीटाको फर्ममा गइरहेको छ, यो भनेको पाई अपन 200 इज द लिमिटिङ भ्यालु अफ गिभन फंक्सन। त्यस्तै यहाँनिर डिग्री दिएको भए पनि डिग्रीलाई रेडियनतिर लैजान्थ्यौँ र यसरी सल्भ गर्थ्यौँ। क्वेसन नम्बर 3 लिमिट एक्स टेन्स टु 2 साइन एक्स माइनस 2 डिभाइड बाई एक्स स्क्वायर माइनस एक्स माइनस 2 भन्छ। ट्रिगोनोमेट्रिक फंक्सन देखिया छ, क्लियरली साइन देखिया छ, यो पनि जान खोजिरहेको छ साइन थीटा डिभाइड बाई थीटाको फर्ममा। त्यसको लागि यसको फ्याक्टराइज गर्न पर्ने हुन्छ, एक्स स्क्वायर माइनस एक्स माइनस 2 को फ्याक्टराइज गर्दा चाहिँ 2 1 जा 2 2 माइनस 1 1 ले यसका फ्याक्टरहरू आउँछ यस्ता। अब म यहाँनिर चाहिँ टर्म सेपरेट गरेर लिमिट दिन्छु, साइन एक्स माइनस 2 डिभाइड बाई एक्स माइनस 2 लाई लिमिट दिन्छु, त्यस्तै बाँकी रहेको टर्म 1 डिभाइड बाई एक्स प्लस 1 लाई लिमिट दिन्छु। यसरी छुट्याउन चाहिँ मिल्छ कति बेला मात्रै, यदि दुईटैको लिमिट एक्जिस्ट गर्छ भने मात्रै। मैले चाहिँ दुईटैको लिमिट एक्जिस्ट हुन्छ भन्ने एजम्पसनबाट अगाडि गइरहेको छु। अब यो साइन थीटा डिभाइड बाई थीटाको फर्ममा देखिन खोजिरहेछ, तर यहाँ थीटा टेन्स टु 0 भएको छैन, यानि कि एक्स माइनस 2 टेन्स टु 0 भएको छैन। यदि एक्स को भ्यालु 2 तिर जान्छ भने एक्स माइनस 2 को भ्यालु क्लियरली 0 तिर जान्छ। यहाँनिर यसरी पनि बुझ्न सकिन्छ, यता र यता माइनस 2 लगिदिने, एक्स माइनस 2 0। यदि एक्स को भ्यालु 2 तिर जान्छ भने एक्स माइनस 2 को भ्यालु क्लियरली 0 तिर जान्छ। अब त क्लियरली लिमिट थीटा टेन्स टु 0 साइन थीटा डिभाइड बाई थीटा आइपुग्यो, त्यो भने त 1 हो। अनि एक्स टेन्स टु 2 हुँदा 1/x प्लस 1 को लिमिटिङ भ्यालु 1/3 तिर जान्छ। 1/3 चाहिँ लिमिटिङ भ्यालु रहेछ गिभन फंक्सनको। क्वेसन नम्बर 4 लिमिट एक्स टेन्स टु 0 1 माइनस कस px डिभाइड बाई एक्स स्क्वायर। यहाँनिर कस px छ नि, कस 2a को फर्मुला हामीसँग एउटा चाहिँ 2 कस स्क्वायर a माइनस 1 छ, अर्को चाहिँ 1 माइनस 2 साइन स्क्वायर a वाला छ। अब यहाँनिर यो त मल्टिपल एंगल फर्मुला थियो, हाफ एंगल फर्मुला चाहिँ के हुन्छ, कस a इक्वल्स टु 2 कस स्क्वायर a अपन 2 माइनस 1 एउटा यस्तो हुन्छ, अर्को चाहिँ 1 माइनस 2 साइन स्क्वायर a अपन 2 हुन्छ। अब यसको ठाउँमा चाहिँ यो फर्मुला लगाउने कि यो फर्मुला लगाउने भन्नलाई त कुन फर्मुला लगाउँदा यो सिम्प्लिफाई फर्ममा जान्छ त्यसरी सोच्नुपर्छ। मैले यहाँनिर यो फर्मुला लगाउँछु, cos px को ठाउँमा चाहिँ 1 माइनस 2 साइन स्क्वायर px अपन 2 हुन्छ। अनि यहाँनिर चाहिँ नेगेटिभ साइनले ब्र्याकेट ओपन गर्दा प्लस 1 माइनस 1 क्यान्सल आउट हुन्छ नि, हो हामीलाई चाहिँ यो फर्मुला लगाउँदा सजिलो हुँदो रहेछ। जुन फर्मुला लगाउँदा चाहिँ सिम्प्लिफाई फर्ममा जान्छ त्यही फर्मुला लगाउनु, यो त प्र्याक्टिस गरेपछि बल्ल आफूलाई पनि यो फर्मुला लगाउनुपर्छ भन्ने याद हुन्छ। अब यो 2 कन्स्टेन्ट हो, मैले बाहिर झिक्दिएँ। अनि यहाँनिर साइन स्क्वायर px अपन 2 एक्स स्क्वायर छ नि, मैले होल ब्र्याकेट यसरी एक्स स्क्वायर बनाइदिएँ। अब यो लिमिट थीटा टेन्स टु 0 साइन थीटा डिभाइड बाई थीटाको फर्ममा जान खोजिरहेको छ, तर साइन px अपन 2 छ, यहाँ पनि के चाहिन्छ px अपन 2, यहाँ पनि के चाहिन्छ px अपन 2 चाहिन्छ। x को भ्यालु 0 तिर गइरहँदा px अपन 2 को भ्यालु 0 तिर क्लियरली जान्छ। यहाँनिर साइन px अपन 2 छ, यहाँ x त अलरेडी छ नि, के चाहियो p अपन 2 छ, त्यसो भए यो x लाई चाहिँ p अपन 2 ले टाइम्स गर्न पर्यो, जति थप्या हो त्यतिले डिभाइड गरिदिन पर्यो। ठीक छ, अब यो चीज चाहिँ लिमिट थीटा टेन्स टु 0 साइन थीटा अपन थीटा को फर्ममा गइराछ, त्यो भने चाहिँ 1 भइजान्छ p अपन 2। अनि यसको होल स्क्वायर 1 टाइम्स p अपन 2 को होल स्क्वायर भने p स्क्वायर अपन 4, 2 1 जा 2 2 2 जा 4, p स्क्वायर अपन 2 चाहिँ यो फंक्सनको लिमिटिङ भ्यालु रहेछ। त्यसै क्वेसन नम्बर 5 लिमिट x टेन्स टु 0 tan x माइनस sin x डिभाइड बाई sin क्यूब x। यो tan x लाई चाहिँ sin x डिभाइड बाई cos x बनाउन सकिन्छ के रे, अरु चीज एज इट इज। अनि यहाँनिर चाहिँ यो टर्म र यो टर्मबाट यो त sin x डिभाइड बाई 1 जस्तो हो नि, कमन आइराछ sin x। अनि यहाँ बाँकी चाहिँ के रहन्छ भने 1 डिभाइड बाई cos x माइनस 1 हुन्छ नि, मैले त्यहाँ चाहिँ सब्ट्र्याक्सन अफ फ्र्याक्सन गरेँ है। यो टर्म र यो टर्मबाट sin x कमन, बाँकी रहन्छ 1 डिभाइड बाई cos x माइनस 1, त्यहाँनिर चाहिँ सब्ट्र्याक्सन अफ फ्र्याक्सन गरिरहँदा 1 माइनस cos x डिभाइड बाई cos x आउँछ। अनि एउटा sin x र एउटा sin x क्यान्सल आउट। अनि यहाँनिर ल अफ रेसिप्रोकल लगाइरहँदा चाहिँ 1 माइनस cos x, यो त यस्तो देखिन्छ नि a डिभाइड बाई b डिभाइड बाई c,
यो भने त के हुन्छ a डिभाइड बाई b टाइम्स c हुन्छ। त्यसो भए 1 माइनस cos x डिभाइड बाई sin स्क्वायर x टाइम्स cos x हुन्छ। यो sin स्क्वायर x इक्वल्स टु 1 माइनस cos स्क्वायर x लेख्न सकिन्छ। अनि यहाँनिर चाहिँ a स्क्वायर माइनस b स्क्वायर को फर्मुला लगाउँदा a प्लस b a माइनस b मतलब 1 प्लस cos x टाइम्स 1 माइनस cos x हुन्छ। 1 माइनस cos x वाला फ्याक्टर फेरि क्यान्सल आउट भइजान्छ। त्यसो भए बाँकी रहन्छ 1 डिभाइड बाई 1 प्लस cos x टाइम्स cos x। अब x को भ्यालु 0 तिर गइरहँदा cos x को लिमिटिङ भ्यालु त 1 हुन्छ। त्यसो भए 1 प्लस 1 2 भइजान्छ। अनि x को भ्यालु 0 तिर गइरहँदा यो cos x को भ्यालु 1 तिर जान्छ। 2 टाइम्स 1 मतलब 1/2 इज द लिमिटिङ भ्यालु अफ गिवन फंक्शन। ल त्यस्तै क्वेशन नम्बर 6 लिमिट x टेन्ड्स टु y tan x माइनस tan y डिभाइड बाई x माइनस y भन्छ। यहाँनिर tan x लाई चाहिँ sin x डिभाइड बाई cos x लेख्न सकिन्छ। tan y लाई चाहिँ sin y डिभाइड बाई cos y मजाले लेख्न सकिन्छ। न्युमरेटरमा चाहिँ सबट्र्याक्सन अफ फ्र्याक्सन लगाइरहँदा cos x र cos y को एलसीएम cos x cos y हुन्छ के रे। यो एलसीएम लाई cos x ले डिभाइड गर्यो भने cos y एज अ कोसेन्ट बाँकी रहन्छ। यसले चाहिँ न्युमरेटरलाई टाइम्स गर्छ मतलब sin x टाइम्स cos y हुन्छ माइनस यो एलसीएम लाई cos y ले डिभाइड गर्यो भने cos x कोसेन्ट बाँकी रहन्छ cos x टाइम्स sin y। अनि यहाँनिर चाहिँ म ल अफ रेसिप्रोकल लगाउँदै छु। a डिभाइड बाई b डिभाइड बाई c भयो भने के लेख्न सकिन्छ a डिभाइड बाई bc लेख्न सकिन्छ के रे। यहाँनिर चाहिँ x माइनस y टाइम्स cos x cos y हुने भयो। अनि यो न्युमरेटर छ नि sin a cos b माइनस cos a sin b को फर्मुलामा छ। sin a cos b माइनस cos a sin b भने चाहिँ sin a माइनस b sin x माइनस y। अब म यहाँ टर्म सेपरेट गरेर लिमिट दिँदैछु छुट्टा छुट्टै। लिमिट x टेन्ड्स टु y sin x माइनस y डिभाइड बाई x माइनस y एकतिर राख्दैछु। लिमिट x टेन्ड्स टु y 1 डिभाइड बाई cos x टाइम्स cos y एकतिर राख्दैछु। अब यो sin थीटा डिभाइड बाई थीटा को फर्ममा जान त खोजिरहेको छ तर थीटा टेन्ड्स टु 0 भएको छैन। यदि x टेन्ड्स टु y छ भने x माइनस y टेन्ड्स टु क्लियरली 0 हुन्छ। यहाँनिर सम्झिने टेक्निक चाहिँ यता पनि माइनस y गर्ने यता पनि माइनस y गर्ने त्यसरी पनि सम्झिन सकिन्छ। अथवा लिमिटको कन्सेप्टबाट हेर्दा चाहिँ x को भ्यालु y तिर जाँदा x माइनस y को भ्यालु चाहिँ क्लियरली 0 तिर जान्छ के रे। अब त यो लिमिट थीटा टेन्ड्स टु 0 sin थीटा डिभाइड बाई थीटा को फर्ममा आइसक्यो। यसको लिमिटिङ भ्यालु चाहिँ 1 हुन्छ। अनि x टेन्ड्स टु y तिर जाँदा चाहिँ यो cos y हुन्छ 1 डिभाइड बाई cos स्क्वायर y cos y टाइम्स cos y चाहिँ cos स्क्वायर y हुन्छ। 1 डिभाइड बाई cos स्क्वायर y चाहिँ sec स्क्वायर y टाइम्स 1 भने चाहिँ sec स्क्वायर y नै हुन्छ। दिस इज द लिमिटिङ भ्यालु अफ गिवन फंक्शन। यस्तो क्वेशनमा चाहिँ लिमिट x टेन्ड्स टु y sin x माइनस sin y डिभाइड बाई x माइनस y त्यसको लिमिटिङ भ्यालु झिक भन्दिया भए त्यहाँनिर sin c माइनस sin d को फर्मुला लगाएर अगाडि बढ्न पर्छ। cos x माइनस cos y को फर्ममा आएको हुन्थ्यो भने cos c माइनस cos d को फर्मुला लगाएर अगाडि बढ्न पर्थ्यो। यो कुरा चाहिँ बहुत राम्रोसँग ख्याल गर्नु पर्यो। यस्तै क्वेशन नम्बर 7 लिमिट x टेन्ड्स टु 0 x टाइम्स tan x डिभाइड बाई 1 माइनस cos x भन्छ के रे। मैले यो tan x लाई चाहिँ sin x डिभाइड बाई cos x बनाएँ मजाले बनाउन सकिन्छ। अनि यहाँनिर ल अफ रेसिप्रोकल लगाउँदा चाहिँ x टाइम्स sin x न्युमरेटरमा रहन्छ 1 माइनस cos x टाइम्स cos x चाहिँ डिनोमिनेटरमा बस्छ। यहाँनिर अझै लिमिटिङ पोइन्ट रिप्लेस गर्न सक्ने कन्डिसनमा हामी छैनौँ किनभने x टेन्ड्स टु 0 हुँदा cos x को लिमिटिङ भ्यालु 1 हुन्छ। 1 माइनस 1 भने 0 समथिङ अपन 0 अनडिफाइन्ड भइजान्छ। अझै लिमिट एक्जिस्ट भइरहेको छैन। हामीलाई बिगारेको छ यही चिजले 1 माइनस cos x वाला चिजले। यसलाई चाहिँ हटाउनलाई म के गर्छु भने 1 माइनस cos x को कन्जुगेटले टाइम्स र डिभाइड गर्छु। यो गरिसकेपछि हामीलाई फाइदा के हुन्छ भने न्युमरेटर एज इट इज a माइनस b a प्लस b भने a स्क्वायर माइनस b स्क्वायर हो मतलब 1 स्क्वायर माइनस cos स्क्वायर x हुन्छ। 1 माइनस cos स्क्वायर x भने sin स्क्वायर x हो। अनि यहाँनिर एउटा sin x क्यान्सल आउट बाँकी रहन्छ x ब्र्याकेट 1 प्लस cos x डिभाइड बाई sin x टाइम्स cos x। अब म के गर्नेवाला छु भने sin x डिभाइड बाई यो x ल्याइदिन्छु। हामी यस्तो लेख्न मिल्छ 2/3 छ भने 1/3/2 लेख्न मिल्छ मजाले मिल्छ। त्यसैगरी sin x को मुनि यो x ल्याइदिन्छु त्यसलाई लिमिट दिन्छु छुट्टै। अनि 1 प्लस cos x डिभाइड बाई cos x लाई छुट्टै लिमिट दिन्छु। यसको लिमिटिङ भ्यालु 1 भइजान्छ। अनि x को भ्यालु 0 तिर गइरहँदा यो टर्म 1 तिर जान्छ 1 प्लस 1 2 हुन्छ। त्यस्तै x को भ्यालु 0 तिर गइरहँदा cos x को लिमिटिङ भ्यालु 1 हुन्छ मतलब 2 चाहिँ यो फंक्शनको लिमिटिङ भ्यालु हुँदो रहेछ। क्वेशन नम्बर 8 लिमिट थीटा टेन्ड्स टु π/6 cot स्क्वायर थीटा माइनस 3 डिभाइड बाई cosec थीटा माइनस 2 भन्छ। यदि थीटा को भ्यालु π/6 राख्ने हो भने cot स्क्वायर π/6 भने चाहिँ 3 माइनस 3 0 cosec π/6 भने 2 माइनस 2 0 इन्डिटर्मिनेट फर्ममा आइरहेको छ। अब हामी यहाँनिर के गर्छौं भने यो cot थीटा र cosec थीटा को रिलेसन हुन्छ नि 1 प्लस cot स्क्वायर थीटा इक्वल्स टु cosec स्क्वायर थीटा। त्यसो भए cot स्क्वायर थीटा को ठाउँमा
कोसेक स्क्वायर थीटा माइनस 1 त मजाले लेख्न सकिन्छ, ठीक छ। अनि यहाँनिर कोसेक स्क्वायर थीटा -1 -3 भने चाहिँ -4। यहाँनिर a स्क्वायर माइनस b स्क्वायर फर्मुला लगाउँदा कोसेक थीटा -2 कोसेक थीटा +2। अनि थीटाको भ्यालु π/6 तिर गइरहँदा यिनी दुईवटा क्वान्टिटीहरू नन जिरो हुन्छ, इक्वल हुन्छ, मजाले क्यान्सल आउट गर्न सकिन्छ। अनि थीटाको भ्यालु π/6 तिर गइरहँदा कोसेक थीटाको लिमिटिङ भ्यालु चाहिँ 2 हुन्छ। 2 + 2 = 4। ल यो भिडियोमा चाहिँ यति नै। भिडियो कस्तो लाग्यो, मन पर्यो भने साथीहरुसँग शेयर गर्नु होला। नेक्स्ट भिडियोमा चाहिँ रिमेनिङ क्वेशन्सहरु डिस्कसन गर्नेछौं। ओके, थ्यांक्स फर वाचिङ।